यसमा चाहिँ अब त्यो एउटा मान्छेले जसरी लेख्न सक्छ होइन, अब किनकि आफूले गल्ती गरेर पनि म गल्ती गरेको होइन भन्नु नै सक्छ। मान्छे मरिरहेको छ, तपाईँ यसलाई साधारण भनिदिनुहुन्छ? हत्या नै भएको यसमा चाहिँ हत्या भएको अब त्यो दिन हामीले देखेको, हामीले देख्नु त देखेको छैनौँ। हामीले देखेका छैनौँ होइन क्या, तपाईँले देख्नु भइसक्यो। त्यत्रो सिसिटिभी फुटेजहरू उहाँको दाइले भनिसक्नु भयो त। सबैले हत्याको आशंकामा राखिएको छ नि अर्जुन राईलाई, र उहाँलाई डाइरेक्ट मेन्सन गर्नु हुन्थेन उहाँले। अब उहाँले डाइरेक्ट मेन्सन गर्नु हुन्थ्यो, नहुने कुरै छैन यहाँनिर, किनकि उहाँले सबै सिसिटिभी सबै गरेर हेरिसक्नु भएको छ। भनेपछि अर्जुनले गरेको गतिविधि सबै हेर्दाखेरि चाहिँ यो घटना सिधै हत्या नै देखेको छ। त्यही भएर उहाँले अन्याय सहन सक्नु भएन अनि बोल्नुभयो। अमर स्रष्टा सङ्गीतकार विक्रम राईको पछिल्लो पल्ट निधन, हत्या भएको आशंका गरिएको छ। हो दर्शक महानुभावहरू, उनको हत्या भएको आशंका गरिएको छ भने विशेष गरी आज हामीसँग विक्रमको बारेमा कुरा गर्नको लागि स्टुडियोमा हुनुहुन्छ सुमन तिमसेनाजी। उहाँलाई भिडियोमा स्वागत गर्नुभन्दा पहिला चाहिँ म उहाँलाई एउटा क्वेसन गर्न चाहन्छु। उहाँको हत्या नै भएको हो त? उहाँको दाइको भनाइअनुसार त उहाँको हत्या भएको र उहाँहरूसँग प्राप्त प्रमाणहरू छन् भनिराख्दाखेरि यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? सुमनजी, स्वागत छ भिडियोमा। विशेष गरी धन्यवाद। म चाहिँ भन्न चाहन्छु के भने यस विषयमा चाहिँ सिधै हत्या नै भएको। यसमा चाहिँ हत्या भएको अब त्यो दिन हामीले देखेको, हामीले देख्नु त देखेको छैनौँ। हामीले देखेका छैनौँ होइन क्या, तपाईँले देख्नु भइसक्यो। त्यत्रो सिसिटिभी फुटेजहरू उहाँको दाइले भनिसक्नु भयो त, सबै कुराहरू प्रमाण त दिइसक्नु भयो त। अब कस्तो के देख्नु पर्यो हामीले? होइन, उहाँको दाइले पनि त पोस्ट गर्नुभएको र सिसी फुटेज न तपाईँसँग छ न मसँग छ। हामीले यसरी भिडियोमा बोलिराख्दाखेरि केही कुराहरू अब मनमा राख्नु पनि पर्छ, या भनौँ हामीले सामाजिक सञ्जालमा जे पाए त्यही बोल्न नि मिल्दैन। तपाईँसँग यो प्रमाणको के प्रुफ छ? प्रुफ त आइसकेको छ होइन। यस यत्रो घटना भइसकेपछि बिना प्रुफ उहाँको दाइ पनि आउनु भएन होला है मिडियामा। उहाँको दाइले जुन बोल्नुभयो, जे बोल्नुभयो त्यो भएर त बोल्नुभएको छ त। प्रमाण त उहाँसँग छ त प्रशस्त। अब तपाईँलाई के चाहियो? अब त्यो दिनको घटना न त तपाईँले देखेको छ न त मैले देखेको छ। हामीले अब उहाँको दाइको स्रोत अनुसार नै हामी यो कुरा बोलिरहेको छौँ। तर उहाँको दाइले हत्यामा आशंका गरिएको उनको श्रीमती, या भनौँ कानुनी रूपमा उनीहरू श्रीमान श्रीमती नभए पनि उनीहरूको श्रीमती जसरी बस्नुभएको थियो, दुईजना विक्रम राई र अर्जुन राईमाथि विशेष गरी हत्याको आशंकामा राखिएको छ नि अर्जुन राईलाई, र उहाँलाई डाइरेक्ट मेन्सन गर्नु हुन्थेन उहाँले? अब उहाँले डाइरेक्ट मेन्सन गर्नु हुन्थ्यो, नहुने कुरै छैन यहाँनिर, किनकि उहाँले सबै सिसिटिभी सबै गरेर हेरिसक्नु भएको छ। भनेपछि अर्जुनले गरेको गतिविधि सबै हेर्दाखेरि चाहिँ यो घटना सिधै हत्या नै देखेको छ। त्यही भएर उहाँले अन्याय सहन सक्नु भएन अनि बोल्नुभयो। र यो पछिल्लो पल्ट यो घटनाले चाहिँ फेरि पोस्टमार्टम रिपोर्टमा पनि यो चाहिँ हृदयघातको कारण मरेको चाहिँ उहाँको निधन भएको चाहिँ होइन भनेर पनि देखाएको छ अरे। र अनि यो घटना अलिकति ठुलो केस नै हो। विशेष गरी नेपाली गीत सङ्गीत गायकको त अलिकति पुलिसहरूले नि निहाल्नु पर्ने केस हो, र ननिहालिकन पुलिसले पनि व्यवस्था गर्दाखेरि चाहिँ यस विषयमा अब तपाईँले अलिकति पुलिसले पनि चासो दिनुपर्ने हो जस्तो लाग्दैन? पुलिसले चासो दिइरहेको छ मेरो बुझाइमा चाहिँ है, किनकि पुलिसले कुनै घटनाको सबै प्रुफ नआएसम्म उसले एक्सन लिँदैन। तपाईँलाई थाहै छ होइन? किनकि पुरै घटनाको विवरण आइसकेपछि उसँग प्रमाण सबै भएपछि बल्ल पुलिसले एक्सन लिने हो नि त। अनि उहाँको दाइको भनाइअनुसार त उहाँहरूसँग प्राप्त प्रमाणहरू हुँदाहुँदै नि पुलिसले चाहिँ अनि रिपोर्ट नै लिन मानेको छैन अरे, या भनौँ उजुरी नै लिन मानेको छैन अरे त? होइन, पुलिसले उजुरी लिँदैछ। पुलिसले मात्र एउटा घटनाको एउटा चाहिँ के भन्छ, यो पोस्टमार्टमको रिपोर्ट चाहिँ आइसकेको छैन। पुलिसले पोस्टमार्टमको रिपोर्ट कुरेर बसेको छ। र यो जसरी विक्रमको निधन चाहिँ हृदयघातको कारण भएको भनेर अनि प्रचार गरियो, यो सबै फेक हो नि त? यस्तो हो, अब पहिला अब कुनै पनि घटनाको विवरण सुरुमै थाहा हुँदैन, त्यसको अनुसन्धान गर्नु पर्यो। त्यो विषयमा चाहिँ पुलिसले अनुसन्धान गर्दै गयो। सबैले अनुसन्धान गर्दाखेरि चाहिँ अहिले चाहिँ घटनाले अर्को मोड लिएको। र त्यो प्राप्त त्यो दिनको घटना अनुसार चाहिँ विक्रम राईले चाहिँ अलिकति मदिरा पनि सेवन गर्नुभएको थियो अरे, र विशेष गरी उहाँको मिसेस अर्जुनासँग अलिकति डिसेस पनि परिरहेको थियो अरे। अब यो भनिराख्दाखेरि हत्या नै भएको हो कि भनेर कतिले आशंका गरिरहेका छन्। पोइन्ट यहीँनिर छ क्या हो, पोइन्ट यहीँनिर पक्रिन सकिन्छ। किनकि जब उसले रक्सी सेवन गर्दै थियो अनि दुईजना बिच झगडा भयो। अझै मैले सुन्नमा आएको त बियरको बोतल फुटाफुट पनि भएको छ है यो घटनामा। भनेपछि यति धेरै भइसकेपछि अनि त घटनामा त पुरै यो त के भन्छ, हत्या त सिधै भइसक्यो। हत्या त भयो ल, मैले माने तपाईँको कुरा। तर अर्जुनलाई पनि यसरी दोष लगाउँदाखेरि उहाँलाई मानहानि गरेको जस्तो हुँदैन कतै? होइन, मानहानि गरेको जस्तो हुँदैन, किनकि यदि अर्जुनलाई दोष लागिएन भने फेरि यतापट्टि जो विक्रम राई उसलाई पनि अन्याय गरे जस्तो हुन्छ होला नि त होइन? जो यस्तो कलकलाउँदो उमेरमा आफ्नो ज्यान अकालमै गुमाइरहेका छन्। त्यही त, उहाँको गीत सङ्गीतमा त ठुलो योगदान छ, त्यो त तपाईँलाई पनि थाहा छ, मलाई पनि थाहा छ।
त्यो सारा दर्शकलाई थाहा छ र विक्रम राई निधन हुनु भनेको यो एकदम दुःखद खबर हो। उहाँ जस्तो युवा, तपाईँ पनि एक युवा भएको हिसाबले उहाँको अल्कोहल गरेको कारणले निधन भएको हो भने चाहिँ तपाईँ यस विषयमा के बोल्न चाहनुहुन्थ्यो? मेरो बुझाइमा चाहिँ अल्कोहल गरेर हत्तपत्त निधन हुँदैन मान्छेको है। धेरै मैले देखेको छु, धेरै भोगेको छु होइन। भनेपछि यसमा चाहिँ सिधै हत्या नै हो यस विषयमा चाहिँ है। सिसिटिभी फुटेज एउटा आधार छ। उहाँको दाइले लेखे अनुसार चाहिँ जब एउटा सिसिटिभी फुटेजमा चाहिँ देखे अनुसार चाहिँ उसको दाइले बोले अनुसार चाहिँ यो सिधै हत्या हो। किनकि त्यहाँनिर आर्जुना चाहिँ जाहिर जाने भित्र आउने गरेको दृश्यहरू पनि देख्न सकिन्छ क्या त्यहाँनिर। हजुर हजुर हो। अब उहाँको दाइ गणेश नाचरिङको भनाइ अनुसार सिसिटिभी फुटेजमा जसरी अब दुईजना केटाहरू देखिएको छ